दिएका हौं जहाँ एउटा पवित्र प्रचण्डजीको परिवारको त्यहाँ ध्यान छ, हुन्थ्यो भन्ने शेरबहादुर देउवाजीको परिवारको त्यहाँ ध्यान छ। अब मैले प्रश्न पार्नु उहाँले प्रचण्ड परिवारको भनेर होइन नि, आम जनताको भावना र संस्कार बुझ्यो अपमान सही छ जनतालाई बुझ्यो रञ्जित यो भड्काउनै पर्दैन तपाईले। कुरो के हो भने सुन्नुहोस्, यहाँ कुरो के हो भने पहिले मैले मदन भण्डारी रङ्गशाला बनाऊ भन्दा सहमति नै थियो। पछि त्यहाँ मान्छेले मदन भण्डारीका नाउँमा अब यो राजनीतिक विरोधको कारणले मदन भण्डारीका नाउँमा हुँदैन भनेपछि आदिवासी जनजाति रङ्गशाला बनाऊ भने। आदिवासी जनजाति रङ्गशाला बनाऊ भन्दाखेरि त्यो त मैले थाहा पाउनु पर्यो नि, मैले थाहा पाउनु पर्यो। मैले आदिवासी जनजाति रङ्गशाला यो हाइवे चौडा गर्दा त्यो चिहानगारी जहाँ थियो, जहाँनिर कब्रिस्तान चिहानगारी थियो, त्यो चिहानहरू यसै पेलिन्थ्यो। यसै त्यो त हाइवे त बनाउनै पर्यो नि त्यहाँ। त्यसो भएपछि पेलिन्थ्यो। त्यो ठाउँमा समयमै हामी त्यहाँका चिहानहरू निकालौँ, स्मारक बनाउने र स्मारक राम्रो बनाएर एउटा तीर्थस्थलको रूपमा सबैको साझा स्मारक बनाएर तीर्थस्थलको रूपमा त्यसलाई चाहिँ नि सम्मान गरौँ, कदर गरौँ र कमसेकम आफ्नो व्यक्ति जहिले दिवंगत भएको छ त्यो दिन गएर सम्झनामा फुलपाती चढाउने, पूजा गर्ने त्यस्तो खालको चाहिँ बनाऊ, पितृप्रतिको सम्मान गरौँ, यो बाटाका छेउमा अलपत्र नछोडौँ भन्ने कुराहरू मैले राखेँ। अब मैले यो मदन भण्डारी रङ्गशाला कि जनजाति रङ्गशाला भनेर सोध्नु मैले मात्र 30 सेकेन्डमा के भनेको हो भने पूर्व प्रधानमन्त्रीजीलाई उहाँको त्यत्रो पवित्र इच्छा चाहना आकांक्षा हुँदा हुँदै पनि अहिलेसम्म बनेन। कतिपल्ट जितेर कतिपल्ट प्रधानमन्त्री हुँदा बन्छ भनेको हो क्या यो रङ्गशाला एकजना भूमिहीन सुकुम्बासीले भन्नुभयो नि 20 वर्ष 30 वर्ष भयो भनेर भोट हाल्दै आयो, औँलामा ठेला उठो भन्नुभयो नि। ठिक छ, कतिपल्ट जितेर कतिपल्ट प्रधानमन्त्री भएपछि धनी पूजा पाउँछौँ हामीले भनेको हो क्या। ओके, दुईटा कुरा आयो, एउटा रङ्गशाला, अर्को सुकुम्बासीलाई कतिचोटि ठेला उठेपछि नामको पनि कुरा। जनजाति रङ्गशाला हिजो भनिरहँदा आज नाम चेन्ज भएको छ, उहाँको क्वेसन त्यो होइन तपाईँको? अहिले जनजाति रङ्गशालै भइसक्यो। होइन, एउटा कुरा के हो भने नामको पछाडि कुद्न खोजिया होइन। रङ्गशाला बनाउँदा एउटा राष्ट्रिय विभूतिको हैसियतमा भएको व्यक्तित्व, साझा व्यक्तित्व मदन भण्डारीका नामबाट बनाऊ भन्ने मेरो प्रस्ताव थियो। तर त्यसमा विरोध भयो। त्यो पछि रङ्गशालै बनाउन दिँदैनौ भनेर नेपाली कङ्ग्रेस र माओवादी पार्टीले रङ्गशाला बनाउन व्यवधान गरेपछि केही ठाउँमा गएर उहाँहरूले भाषण गर्नुभयो, बनाउन दिन्न भन्नु। पार्टीले होइन, कसले हो? अब नेताहरू नै आएर भन्नुभएको छ। तथ्य सच्याउन के चाहन्छु भने कुनै पार्टीले होइन, त्यहाँ 2700 जसको चिहान थियो, जसको पितृको चिहान थियो, त्यो परिवारले चाहिँ हामीले चिहान त्यस अर्थमा खन्न दिएका हौं जहाँ एउटा पवित्र प्रचण्डजीको परिवारको त्यहाँ ध्यान छ, हुन्थ्यो भन्ने शेरबहादुर देउवाजीको परिवारको त्यहाँ ध्यान छ। अब मैले प्रश्न पार्नु उहाँले प्रचण्ड परिवारको भनेर होइन नि, आम जनताको भावना र संस्कार बुझ्यो अपमान सही छ जनतालाई बुझ्यो रञ्जित। यो भड्काउनै पर्दैन तपाईले। कुरो के हो भने सुन्नुहोस्, यहाँ कुरो के हो भने पहिले मैले मदन भण्डारी रङ्गशाला बनाऊ भन्दा सहमति नै थियो। पछि त्यहाँ मान्छेले मदन भण्डारीका नाउँमा अब यो राजनीतिक विरोधको कारणले मदन भण्डारीका नाउँमा हुँदैन भनेपछि आदिवासी जनजाति रङ्गशाला बनाऊ भने। आदिवासी जनजाति रङ्गशाला बनाऊ भन्दाखेरि त्यो त मैले थाहा पाउनु पर्यो नि, मैले थाहा पाउनु पर्यो। मैले आदिवासी जनजाति रङ्गशाला बनाउने भनेर अहिलेको नीति कार्यक्रम बजेटमा आएको कुरा यहाँहरूलाई थाहा छ कि छैन? अब मैले ठिक छ, भएको छ भने धन्यवाद। उहाँले धन्यवाद भनिसक्नु। मैले अन्तिम प्रश्न अघि उठेको पनि थियो। अब सुकुम्बासीहरूले ठेला उठ्ने गरी भोट चाहिँ हालिराख्नुपर्ने साथसाथमा कहिले लाल पूर्जा नपाउने भन्ने प्रश्न जुन उठ्यो